हेलो 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 गाइजहरु वेलकम छ सबैजनालाई दिस इज द होल्यान्ड हामी यहाँनिर पुरा घुम्न भनेर आएको सबैजनाको घुमाइ यस्तो छ है फन भर्खर टिकट काटेर भेजिसकेको छु यो फुल हेर्न आएको फुल भन्दा धेरै मान्छेहरु रहेछ यो हेडबेन तिमी ल्याउ त यहाँ मैले लादा माला जस्तो देखिँदो रहेछ तिमी राखेर लाइ त राख जे गरे पनि कस्तो फिलिङ भइरहेछ त दाइहरुलाई यो फुल लानका लागि यसो टिप्ने पकेटहरु रहेछ You pay it. Without pay, you cannot pick it up. यो फुल फुलिरहेको छ यही फुलमा हेर्ने मान्छेहरुको भिड छ खचाखच छ के रमाइलो छैन त दाइ अमृत दाइ किन तपाईलाई यति धेरै मान्छे भेला भएको के जेलस भएको हो भन्नुस् यदि जेलस भएको कि हैन अब भाउजू साथमा भए पनि हैन भएर हो कि यसो लागेको हो कि भन्नुस् मनको कुरा यहाँनिर पोख्न पाइयो यहाँनिर यो फुल भन्दा राम्रो टक्क भाउजू हुँदा हुँदै तपाई किन त्यति धेरै निराशाजनक कुरा गर्नुहुन्छ दाइ जुन मैले भने नि जे कुरा पनि टाढाबाट हेर्दा मात्रै राम्रो हो क्या नजिकमा पुगेपछि त्यसको को त मैले सुनिन त्यो जुन पनि ओ माथि हुँदाखेरि चाहिँ राम्रो देखिन्छ त्यो नजिकै भयो भने पहिले एउटा उदाहरण दिउ न पहिले यस्तो राम्रो लागेको केटीलाई मेहनत गरेर फकाउँदा उ गर्दा लाइन लाग्दा पकाएर बे गरिसकेपछि पछि 1-2 वर्षपछि झगडा हुन्छ किन त अलिकति नजिक भएपछि महत्त्व घटेको हो यसो 2-3 दिन छुट्टी लिएर के त्यो अफ स्टेटतिर गाडी हुनेलाई दुःख अब अहिले त गाडी नयाँ छ मतलब छैन फेरि त्यो जतिखेर रेडी प्लान मात्रै बनाउनु रेडी कि गाइस यो छ नि यो भिड यत्रो यो भिड छ नि यो मान्छेहरु यहाँ लब्जाउने 12,000 12-1500 2000 जना भन्दा बढी छ यो मान्छे यत्रो ग्राउन्डमा छरिएको छ है एकजना व्यक्ति पर पर्सन चाहिँ $40 रहेछ इन्ट्रान्स फी आम्मा मैले 1 वर्षमा कमाउने जति पैसा चाहिँ यिनीहरूले एकै दिनमा कमाउँदो रहेछ नि त यो ओले अनि नेपाली हो अलिकति अब दिइहाल्ने हो नि त अब कन्भर्ट गरेर भए पनि थोरै छ मान्छे यति फुलको लागि यत्रो मान्छे आएको है हामी पनि 3.5 घण्टा ड्राइभ गरेर आएको हैन त बिर्दै 3.5 घण्टा ड्राइभ गरेर आएको हामी यति हेर्नलाई अमृत दाइ टुलिप हेर्न आएको नि त टुलिप यसपालिको हेर्नको लागि हैन त अब कति चल्छ नि कति दिन चल्छ यो चल्छ नि अब यही भर्खर कोही फुल्न आँटेको छ कोही कोपिला बन्छ कोही फुल्दैछ मर्दैछ जाग्दैछ पछि आउँछ यो के हुन्छ सनफ्लावर यस्तै हो फेरि त्यतिखेर पनि मैले 1 वर्षमा कमाउने 1 दिनमा कमाउँदो रहेछ यिनीहरूले त्यो पनि बढी यसपालि त मैले 45,000 कमाएको थियो आम्मामा 300 दिनमा मैले 365 दिन यानी कि 52 हप्तामा 45,000 कमाएको थियो डलर यिनीहरूले अब एकै दिनमा अब 50-60 हजार डलर कमाउँदो रहेछ नि
घन्टाको कति रुपियाँ ल्यायो? घन्टाको त अब थियो दाइ 19 रुपियाँ थियो। तेरि ल फाइनली अब हामी चाहिँ अब निकै 3-4 घन्टा घुमिसकेपछि अब हामी चाहिँ अब रिटर्न ब्याक हुँदैछौँ, किनभने अब पुरै थाकियो। त्यहाँ चाहिँ घुम्ने भाउजू फ्रेस भएर छिरेको, तर अहिले चाहिँ अलिअलि लालागुलु कोइला आएर निक्लिएको छ। भाउजू पनि अब अघि त जहाँ जोस जाँगर निकै थियो, अब त निकै थाक्नु भयो। हाम्रो के अरे अमृत दाई पनि अघि चाहिँ अब चाहिँ निकै आँखाको रङ फेरिन्छ भन्दै हुनुहुन्थ्यो, अब थाकेर पनि बोल्नु सक्नु भएको छ है। अब यस्तै हो दाइ, हेर्नु आजलाई पुग्यो भाइ, अब नेक्स्ट टाइम अब आइन्छ। अब हाइकिङ साइकिङ अब प्लान गर्दै गर्नुपर्छ। 2 हप्ता पछि जाने। यत्रो जुत्ता लाउने मान्छे हुनु पर्यो। अब रमाइलो छ, बबाल रमाइलो हो, फुलै फुल थियो। आँखाको सबै ज्योतिहरू चाहिँ फुलले लिइरहेको छ। अब फर्किनु पर्छ। यहाँनिर मान्छे अझै पनि हजारौँ छन्, अलमोस्ट 2000 जति अझै मान्छेभन्दा माथि मान्छेहरू अझै पनि छन्। अब हामी चाहिँ यहाँबाट निस्केको ल आजको सब गाडी त कति हो यहाँनिर गाडी नै रहेछ हजारौँ भन्दा माथि। नेपालमा साइकल हुन्थ्यो, साइकल बाइक हाम्रो पालामा त साइकल हुन्थ्यो कि, हाम्रो पालामा बाइक। अब हामी चाहिँ अब लाग्यो हाम्रो गाडीको खोजीतिर। कता छ हाम्रो गाडी? हामी यहाँको गाडी अब घुमेर आएर चाहिँ चटपटे खाने कार्यक्रम हुँदैछ। चटपटे बनाउँदैछ यहाँ।